यो सेट एकदम फुल फ्रेस छ 256 GB सेकेन्ड ह्यान्डमा चाहिँ किस्ताबन्दी छैन तपाईको नयाँमा चाहिँ सम्पूर्ण मोबाइलमा किस्ताबन्दी छ तपाईको आइफोन 11 हो 128 GB र्याम भएको यो आइफोनको सेकेन्ड ह्यान्ड सेट हो यो चाहिँ तपाई यो फोनहरु छ यत्रो सबै सेकेन्ड ह्यान्ड हो कि नयाँ हो सेकेन्ड ह्यान्ड हो यसलाई पुरै फ्रेस फोन जस्तो देखिरहेको छ फ्रेस छ पुरै न्यू ब्रान्ड हो तपाई तर सेकेन्ड ह्यान्ड हो एकदमै राम्रो छ एकदम फुल कन्डिसनमा छ यो सबै एकैवटा एकदम डिटेलमा भनिदिनु यो तपाईको आइफोन 11 हो 128 GB र्याम भएको अनि यो पनि आइफोन 11 नि हो यो 11 प्रो म्याक्स हो 256 GB अनि यो रेडमी को नोट 11 यो सबै सेकेन्ड ह्यान्ड यो त तपाईको नोट 14 रहेछ त यो बक्स सेटै हो मान्छेले अब यो सेट लगेर यो सेट ल्याएर अर्को सेट लान खोज्छ त्यही भएर यो सेट छोडेर अर्को सेट लगेको छ त्यही भएर यो सेट एकदम फुल फ्रेस छ अब जुन तपाईको हातमा छ त्यो बक्स वाले भएर चाहिँ मलाई खोलेर हेर्न मन लाग्यो मिल्छ मिल्दैन मिल्छ त्यसो क्यामेरा स्यामेरा सेटिङ सबै थोक देखाइदिनु अहिले अन हुँदैछ एकैछिन रोक्नुस् यो अन हुँदैछ त्यसपछि म फोटो खिचेर देखाइदिन्छु हजुरलाई अनि किस्ताबन्दीको बारेमा पनि अलिअलि भनिदिनु न त हामीले अब यसमा चाहिँ सेकेन्ड ह्यान्डमा चाहिँ किस्ताबन्दी छैन तपाईको नयाँमा चाहिँ सम्पूर्ण मोबाइलमा किस्ताबन्दी छ रेडमी भिभो ओप्पो इन्फिनिक्स साथसाथै हाम्रो होम एप्लायन्स फ्रिजहरुमा पनि किस्ताबन्दी छ यो सेकेन्ड ह्यान्ड फोन त छ हैन यो फोन चलाएर यसको सेटिङहरु यसको क्यामेराहरु हेर्न मिल्छ मिल्दैन त मिल्छ एकदम ढुक्क भएर मिल्छ हेर्नु देखाइदिनुस् न यो एकदम फ्रेस सेट छ त्यस्तै यसो क्यामेरा देखाइदिनु ल फुल फ्रेस छ क्यामेरा हेर्नुस् त्यसको क्यामेरा त भयो हैन अब यसको सेटिङहरु पनि खुले देखाइदिनु अबाउट फोन उसको प्राइम हो एकचोटि चेक गर हुन्छ गरेर हेर्नुस् न घरको फोनमा पनि नहुने अब आइफोन भन्ने बित्तिकै क्यामेराको त कुरै नगरे पनि हुन्छ भन्छ हैन यो हाम्रो क्यामेरामा अब केही पनि छैन अब गल्ती जति भन्नु मिल्ने अब यसको चाहिँ यो सेटिङभित्र हेर्छौँ हेरौँ है त जस्तो यो फोन लिने मान्छेलाई पछुतो चाहिँ हुँदैन जस्तो लागिरहेको छ मलाई अब फोनभित्र जाउँ आइफोन सबै केही पनि पार्ट्सहरू चेन्ज छैन सबै जे फोनको हो त्यही छ अब यो 128 GB को फोन भयो होइन त हाम्रो अब हामीले सेकेन्ड ह्यान्डमा हेर्नु पनि चिजहरू यही नै हो यो फोनहरू लिन चाहिँ हाम्रो एकदम लोकेसन भन्नु न त एकदम हामीले आँखा चिम्लेर पनि आउन सक्ने गरेर हेटौडा 10 बस पार्कमा रहेको हाम्रो न्यू हलो बस पार्क मोबाइल यो घण्टा घरको ठ्याक्कै अगाडि न्यू हलो बस पार्क छ त्यही आइहाल्नु हाम्रो हलो बस पार्क त्यही देखिहाल्नुहुन्छ हजुरले एकदमै अनि अहिलेको जमानामा गुगल लोकेसनमा पनि तपाईको हेरेर छैन एकदम 100% छ गुगल लोकेसन हेर्न पनि सक्नुहुन्छ तपाईले यसको रेट हजुरलाई थाहा पाउनको लागि हाम्रो न्यू हलो बस पार्क भिजिट गर्न सक्नुहुन्छ हजुर म तपाईले एउटा कुरा जोडी कुनै फोनको 30,000 होला कसैको 35,000 होला एउटै मोडल पनि अनि मूल्य निर्धारण चाहिँ कसरी हुन्छ कि जस्तो म आएँ मलाई यही फोन मन पर्यो भने तपाईसँग डिल गरेर मूल्य अलि तलमाथि हुँदै हुँदैन एकदमै हुन्छ हाम्रो न्यू हलो बस पार्कमा भिजिट गर्नुस् तपाईको मूल्य त एकदम मिलाएर दिन्छ हामी ल ठीक छ धन्यवाद